थियो स्वर्ग ल हेर्नुस् यसलाई भन्छ है स्वर्ग चाहिँ वाउ कस्तो राम्रो ठाउँ छ ल हेरौँ त साथीहरू हामी दाजुभाइ चाहिँ घुम्नको लागि एकदम यस्तो ठाउँमा गएको छौँ है एकदम राम्रो छ गुराँस फुल हो कि भनेर गएको थियौँ तर गुराँस चाहिँ तर पनि एकदम रमाइलो छ आज अलिअलि हुस्से हुस्से चाहिँ लागेको छ हेलो के छ यो फुल चिन्नुस् त के को फुल हो एकदम यस्तो मिठो मग मग गनाउँछ होइन यो फुल यस्तो राम्रो छ यो धेरै फुलेको रहेछ यहाँ माथि हुँदी चाहिँ यो फुल चाहिँ होइन यहाँ भोरिहुँदी यस्तो टन्नै यस्तो राम्रो फुलिरहेछ गुराँस चाहिँ अहिले त्यति फुलिराखेको छैन कोपिला मुनाहरू चाहिँ टन्नै छ गुराँसको फुलेको चाहिँ छैन तर अब बादल आयो बादलले पुरा ढाकिहाल्छ डाँडाहरू है अब हाम्रो यात्रा चाहिँ यहाँबाट मङ्गलबारे हुँदै हुँदै सायद हामी गुफासम्म पनि जान सक्छौँ तपाईँहरूलाई हामी भिडियो मार्फत हाम्रो रमाइला रमाइला ठाउँहरू देखाउने कोसिस गर्नेछौँ है त ल साथीहरू सबैजनालाई फेरि पनि स्वागत छ मङ्गलबारे चौकीबाट यो चाहिँ हाम्रो मङ्गलबारे चौकी हो अब हामी आएको यता हो र हामी जाने चाहिँ यता हो बाटोको अवस्था छ यस्तो बाइक चाहिँ अलिक डह्रो बनाएर लिएर आउनुपर्छ नत्र सोलिङमा कुच्चिन सक्ने सम्भावना ज्यादा छ हामी चाहिँ मङ्गलबारे बजार पुग्न आँटेको यो पर देखिएको चाहिँ मङ्गलबारे हो हामी चाहिँ मङ्गलबारेदेखि अलिक ओरै छौँ र बाटो चाहिँ अस्ति हिउँ सायद असिनाहरू परेर होला निकै बिग्रेको रहेछ ल यहाँनिर चाहिँ बस आउँदैछ सररररररर यहाँ है हो चाहिँ कहाँ जाने बस हो तपाईँहरूलाई चाहिँ होमस्टे होटलहरू चाहियो भने उहाँनिर चाहिँ एउटा गोठ भन्ने होटल छ ल हेर्नुहोस् बस टिएमजे रहेछ यो चाहिँ यो त सङ्क्रान्ति जाने यही छ यहाँबाट गएर सङ्क्रान्ति जान्छ सङ्क्रान्ति अब यो भोलि जान्छ यिनीहरूको त रेस नै हुन्छ कस्तो पालेन आरामदायी यात्रा तपाईँहरूको टिएमजे एकछिन भर्खर रहेछ त भयो घुम्दै हिँड्दै आउँदा आउँदै हामी चाहिँ यो ठाउँको नाम चाहिँ ठ्याक्कै थाहा भएन तर यस्तो चौरीमा आइपुगेको छ है यहाँ आएर चाहिँ अलिकति बाटो चाहिँ राम्रो छ हेर्दाखेरि चाहिँ तर कुदाउन बाइक चाहिँ एकदम डेन्जर धन्न बसन्तीले चाहिँ साथ दिइराखेकी छिन् र मात्र हाम्रो यात्रामा चाहिँ अलिक सहज भइरहेछ न त गाह्रो छ गाह्रो पुरा हिउँ पर्नलाई रेडी भएको छ मौसम पनि है हिउँ पर्दै चाहिँ दामी हुन्थ्यो ल गुराँस फुलेर रातै भएको छ है वन पाखा हरियाली हरियाली वनमा रातै लाली गुराँस फुल्दाखेरि झन् सुनमा सुगन्ध थपे जस्तै हुँदो रहेछ ल हेरौँ त पहरो भनेको चाहिँ यो अस्तर अस्तरमा त ढुङ्गा छन् यस्तोबाट खोलेर बनाएको रहेछ बाटो यहाँबाट देखिएको यो त लको गाउँ चाहिँ के गाउँ होला एकदम राम्रो गाउँ रहेछ यहाँनिरको यो गाउँ चाहिँ त तुवालोले खासै देखेन त्यहाँ आउँदैछन् जोडीहरू लु लाग्यो होइन अब जाडाले सिउ भयो यस्तो छ बाटो यस्तो छ है बाटो चाहिँ यहाँ चाहिँ अलिकति राम्रो छ अब अगाडिको त कुरै छोडिदिउँ न कस्तो छ ल खतरा ठाउँमा आफू आइपुगेछ 3 जुरेमा छौँ अहिले चाहिँ हामी यहाँ चाहिँ एउटा जुरो यसले 2टा जुरो र यसले गरी 3टा जुरो यहाँदेखि तलको ठाउँ हेरौँ अनि यो परको चाहिँ सायद के भन्छ हो त्यो देउराली होला के देउराली हो 3 जुरे ए सूर्य
यहाँदेखि अगाडि हिँड्न डेन्जर छ बाटो पनि खतरा छ ठाउँ वाउ ग्रास फुल्दाखेरि यहाँनिर कस्तो देखेला है हेर्न अनि उता उँभो यहाँबाट कहाँ जाने बाटो ए तिनजुरे ऊ देवीथान जाने होला बाटो होला होइन यो चाहिँ लक्कै ल तिनजुरेबाट चाहिँ हामी अहिले प्रत्यक्ष छौँ है ए अघि नै वाउ भिर ए हामी नि तिनजुरे आइपुगिरहेछौँ कि अनि यस्तो छ बाटो यहाँबाट यता झन् डेन्जर रहेछ जानलाई चाहिँ अगाडिको ठाउँ खतरा छ। आएको बाटो त एकदम खतरा रहेछ ल स्वर्ग हेर्ने साथी स्वर्ग